Hello everyone, welcome back to my channel. आज म चाहिँ हजुरलाई हाम्रो बुढो मामा घरको हजुरआमाको 84 पूजामा लैजान लैरहेको छु। हजुरआमाको तुलादान गरेको तथा आमाको 84 पूजा गरेको भिडियोहरु चाहिँ मैले यसमा समावेश गरेको छु। भिडियोहरुलाई लास्टसम्म हेर्दिनु होला। यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनु होला। इफ भिडियो मन पर्यो भने चाहिँ यो चाहिँ तुलादानको लागि रेडी पारिएको छ। अनि यहाँ चाहिँ पूजा गर्ने ठाउँ भयो। उठेर यो हातमा लागो उकाल्नु सनातन धर्मको अधर्मको स्वर्गगामी बाटो नढुङ्गा हजुर कति आनन्द जान्छ नढुङ्गा त नबाटो यङ मान्छे 65-70 किलो तपाईको यो डाली भनेको सिक्का पैसा हो। यो चाहिँ अब आमालाई तुलामा राखेर यो सिक्का पैसा एउटा साइडमा अनि आमालाई चाहिँ एउटा साइडमा राखेर अब यसलाई तौल गर्नको लागि चाहिँ जम्मा पारेको। रोमान्टिक समीक्षा सब्स्क्राइब गर्नु ल। 5 चोटि सब्स्क्राइब गर्यो भने त अनसब्स्क्राइब हुन्छ। मेरी प्यारी कान्छी आन्टी, मेरी प्यारी साइनी आन्टी। आमालाई अब तुलादानमा सिक्कासँग राखेर चाहिँ तौल गर्नको लागि चाहिँ पारिँदैछ। यसलाई चाहिँ बनाएअनुसार चाहिँ दुईतिर नै बराबरी बनाउनुपर्छ भनेर भनिन्छ। ओम लक्ष्मी मंगलम भगवान
जाओ जाओ स्वस्ति Excuse me, sir. मलाई खोज्दैन ल घुम्नु त हरि अम्मा लाउन हजुर यो फुलले तपाईँलाई प्रसीद विश्वेश्वरी पाहि विश्वं त्वमीश्वरी देवी चराचरस्य पुनर्भाव्यां समे विष्णु प्रसीदतु समे विष्णु प्रसीदतु चतुर्विश्च द्वाभ्यां पञ्चभिरेव च भूयते च पुनर्द्वाभ्यां समे विष्णु प्रसीदतु ओम अच्युताय नमः ओम अच्युताय नमः ओम मेरो भुत फेरि एकचोटि हटाउनु त बत्ती निभ्यो बत्ती निभ्यो निभ्यो क्या अब नानी लाग्यो सबै पिसास हटायौँ पिसास हटाएको हो कस्तो फिल भइरहेछ कहाँ हुन्छ एउटा फुल समात्नु न एउटा फुल समात्नु न एउटा फुल समात्नु के एकदम प्लेसिङ्स हुन्छ क्या यो यसै स्वाद हुन्छ ए त्यो टिप्न तल भुइँको टिप्न हुन्न ए ल पैसा समात्नु अब
ल पैसा समात्नु जानु जानु भिजेर केही हुन्न के ए पैसा कि सबै छतिर उडा टिप्नु टिप्नु हातमा केरा गएर पैसा सकेन पैसा सबै त्यहाँ माथि झरिन्छ टिन टिन माथि भिडियो खिचेन भिडियो खिच्यो मलाई नानीले 6वटा पैसा है एउटा केरा 6वटा पैसा मेरो पैसा है राख्नु है यति हो है मेरो चाहिँ सम्झाइदिनु पर्छ गाडी अब आउँदैछ